इभिनिङ सबैलाई फेरि पनि स्वागत छ मेरो नयाँ दिनको नयाँ भ्लगमा। अनि यो चाहिँ मेरो अर्को भ्लग हो होइन। फर्स्टको चाहिँ मिनी गरेको थियो अनि अहिले चाहिँ म यो अर्को भ्लग लिएर आउँदैछु। मेरो चाहिँ राम्रो दुःख सुख चल्दैछ, चुलोमा आगो बल्दैछ। अनि तपाईँहरूको चाहिँ सायद के हुँदैछ हो त्यो चाहिँ मलाई याद भएन। आज चाहिँ म ड्युटीको लागि सपिङ अनलाइन निक्लेको थिएँ किनकि अब छुट्टी छ नि त, अरू दिन त भ्याउँदैनौँ हामी। वेस्ट पनि ड्युटीले बिजी हुन्छ होइन। अनि सो अहिले भने चाहिँ हामी फेरि अर्को जग्गा जाँदैछौँ किनकि हामीले जुन जग्गा आएको थियो त्यो जग्गामा लुगै नपाएर क्या ड्युटीको लागि लुगा हरेस छ। अनि यहाँ बजारबाट घुम्दै अब चाहिँ फेरि पनि माथि जानु लागेको। अनि म तपाईँलाई देखाउँछु माथि चाहिँ अब छ कि छैन होइन, के देखाउनु होइन, आफ्नो लागि खोज्छु। अब जे छ त्यही, जे पाउँछ त्यो पाउँछ, नत्र भने चाहिँ पाउँदैन हो। अब के गर्नु, यस्तै छ। सो हेरौँ आज अब चाहिँ म अर्को नयाँ दोकानमा कस्तो हो। अब यसमा चाहिँ कतिको उम्मेद छ मेरो, उम्मेदमा खडा उठ्ने दोकान छ या छैन हेरौँ। बल्ल 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 एउटा कालो पैना है चेटाले चाहिँ बल्ल 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 मलाई कस्टमरलाई के चाहिएको भनेर चेटाले बुझ्नुभयो। पक्का दोकाने चाहिँ पुरानै हुनुपर्छ हो, त्यही भएर मात्रै नि। नत्र भने चाहिँ आज यहाँनिर मेरो चाहिँ पाप हुन्थ्यो ड्युटीको लागि लुगा खोज्दा गरेर हो। पाप छ पाप, ड्युटीमा एउटै लुगा लाउनु भएको छैन, कालै हो, फेर्नै पर्यो। साथीलाई लिएर सपिङ गर्न आएको थिएँ कि साँच्ची भनेको हो रहेछ। केटी मान्छेलाई मात्रै लिएर आउनु चाहिँ सपिङ, केटा मान्छेलाई चाहिँ हुँदैन रहेछ। बोला न साथी बोला, मलाई फोटोहरू खिचिदेऊ भन्छ कि छैन, केही गर्दा पनि हुँदैन रहेछ हो। मलाई त कहाँ आउँछ फोटो खिच्नु भनेर मैले फोटोधरि खिच्नु पाइनँ मैले किनेको लुगाहरू हो। यतिको बिजोग चाहिँ भयो मेरो आज। कस्तो खान्छ अरे आजको दिन चाहिँ यस्तो लुगा खोज्दा बेकार जग्गा जस्तो सानो त्यस्तै डर घुम्नु पर्यो। अनि यहाँ आएर खाजा खाउँ दर्शनमा भयो। लुगा किन्नु जाँदाखेरि चाहिँ थाकेर चाहिँ अन्डा खाएको कि भोक लागेर 4टा अन्डा त्यस्तो किनेर खाएछु भनेर 60 रुपियाँको छ।